Hello everyone, once again welcome back to our channel Urbanus and Dipali. हेर है यहाँ हामी चाहिँ यहाँनिर अहिले कहाँ आएको छौँ भने चाहिँ नि यहाँ चाहिँ आलमन्ड फार्महरु छ नि त हैन यो चाहिँ आलमन्ड फार्म रहेछ हैन अनि यहाँनिर चाहिँ हामी जाँदैछौँ यहाँ के छ भने केही छैन यहाँनिर जस्ट एउटा चेरी ब्लजम जस्तो रहेछ नि त हैन तर यो चाहिँ आलमन्ड ब्लजम रहेछ यहाँनिर जाने हेर्यो नि त for the photo we are going here actually boy this is यहाँ चाहिँ के छ एउटा सानो पोइन्ट रहेछ हैन जस्तै यो उयो खाली रहेछ नि यहाँनिर यस्तो रहेछ यहाँनिर केही छैन रहेछ तर जस्ट यस्तो रहेछ यो फुलेकोहरू रहेछ है what a wonderful place Almond blossom. It's a really wonderful place, है एकदमै peaceful calm है जग्गा रहेछ यहाँनिर बनाउनु चाहिँ बनाउँदैन रहेछ मजा आयो oh my goodness wonderful है wonderful यहाँ चाहिँ सेतो खालको रहेछ गाइस यो तपाईहरुले हेर्नुहुन्छ यहाँ सेतो छ है यहाँ इट्स टोटली व्हाइट हैन र अर्को जग्गामा चाहिँ यहाँ गयो भने इट्स पिंक सब यहाँ चाहिँ टुरिस्टहरु यहाँ चाहिँ टुरिस्टहरु है भ्लगरहरु पनि पुरा रहेछ है त्यसमध्ये तपाईको सानो युट्युबर उर्वानस पनि यहाँ छ है र तपाईहरुले मन पराइदिनु हुन्छ होला मेरो भ्लगलाई है त्यो म गरिरहेको छु बनाइरहेको छु कति ट्राई गरिरहेको छु र आई होप तपाईले मेरो केही उयो भयो भने मन पराइदिनु हुन्छ होला है र शेयर पनि गरिदिनुस् है यहाँनिर है तपाईहरुलाई यहाँनिर त्यस्तो जग्गा रहेछ नि तर एउटा चाहिँ के भयो भने जुत्ता चाहिँ it's मजा आयो इन्जोय आमा तर कत्रो लामो रहेछ नि यहाँ त त्यहाँ खाली हैन रहेछ हैन त्यो हामी त्यहाँ त्यो गेट छ नि त्यो गेटबाट आएर सबैमा यहाँ रहेछ वाटर दामी रहेछ यो भ्यूहरु चाहिँ मन पर्यो अनि यो क्या इट्स स्मेलिङ भेरी गुड यहाँ भित्र चाहिँ जानु हुँदैन रहेछ नि यस्तो रहेछ जग्गा चाहिँ हैन यस्तो छ जग्गाहरु भित्र चाहिँ जानु हुँदैन रहेछ र साथीहरु तपाईहरु सन्चै हुनुहुन्छ होला है मलाई त देख्नु होला चिलिङ आरामै छ है आरामै गरिरहेको छु घुम्दै छु है तपाईहरुलाई भ्लगहरु ल्याएको गर्नु पर्दैछ है कताबाट ल्याउँदै तपाईहरुको लागि यस्तो जग्गामा गएर भ्लगहरु ल्याइरहेको छु आई होप है तपाईले इन्जोय गरिरहनु भएको छ होला है घरमा बसेर है तपाईहरुले इन्जोय गर्नु भएको छ होला तातो चिया तातो कफी खाँदै हैन तर म चाहिँ यस्तो तपाईहरुको लागि भ्लग बनाउँदै छु है बाबा रे बाबा यो भ्लग त दामी पो भयो है मेरो त है के कसो भयो हैन तपाईहरुले हेर्नुस् होला र ओके गाइस म यहाँबाट पनि यहाँ चाहिँ यस्तो चाहिँ प्रब्लम हुँदो रहेछ नि यहाँ चाहिँ अम्बो तर दुई थरीकाको रहेछ नि एउटा यता सेतो रहेछ एउटा पिंक रहेछ दामी दामी
मिठो यसको त्यो फ्रेग्रेन्स पनि क्या मिठो आइरहेको छ यसको फ्रेग्रेन्स पनि दामी छ र त गाइस अब यहाँबाट पनि हामी हिँड्छौँ यहाँबाट हिँडेर अब अर्को जग्गा कहाँ जान्छ होइन त्यो जग्गाको अलिकति तपाईँहरूलाई के हुन्छ देखाउने गर्छु ट्राई गर्छु होइन कभर अप गर्छु सायद सबै एकैचोटि हाल्छु होला म होइन हेर्नुहोस् माया गर्नुहोस् है बाब्बा रे बाब्बा भ्यू है भ्यू कस्तो अरे गाइस भ्यू चाहिँ एकदमै बाब्बा रे बाब्बा भ्यू पर चाहिँ गाडी म चाहिँ निक्लेको जुत्ताको हालत चाहिँ कालै भइसक्यो है वाउ दामी बाब्बा रे बाब्बा ल त गाइस एकछिनमा भेटौँ 2000 years later Hello everyone. Hello everyone है फेरि पनि तपाईहरुलाई स्वागत छ है टाइम अपडेट भन्दाखेरि चाहिँ इट्स 1:30 PM इन द आफ्टरनुन हैन र म चाहिँ यहाँ यो केभमा हैन केभमा आएको छु र अब यहाँबाट केभभित्र पसेर के हुन्छ तपाईँलाई देखाउँछु है मिठो सर्ट भिडियो देखाउँछु आई होप तपाईँले मन पराउनुहुन्छ होला है र यहाँभित्र जानुपर्छ होला गएर सबै कुराहरू गरेर सबै तपाईँलाई देखाउने काम गर्छु है स्टे ट्युन है गाइस यो चाहिँ अब हामी चाहिँ केभभित्र पसेको है तर एउटा चाहिँ के छ भने चाहिँ अन्धकारमा पो गर्नु अरे भिडियो हैन मेरो अन्त यस्तो हुँदैन नि त यो चाहिँ एकदमै प्रिजर्भ गरेर राखेको रहेछ नि त यसलाई चाहिँ यहाँ चाहिँ तर एउटा चाहिँ फ्ल्यास लाइट चाहिँ नबाल्नु भनेको छ नि त तर अब के गर्नु गाई तपाईँहरूलाई जीवन देखाउनु थियो है अघि जुन चाहिँ त्यो तपाईँलाई मैले त्यहाँनिर त्यो भिडियोमा देखाएको थिएँ नि है त्यो सबै यहाँ छ यो केभभित्र होइन सो त्यही केभभित्र हामी छौँ र भनेको त सबै रहेछ नि तर के गर्नु अन्धकार कालो न कालो देख्दो रहेछ यो चाहिँ तपाईँहरू चाहिँ यहाँ आएरै तपाईँले हेर्नु सक्नुहुने रहेछ क्या विशेष किनभने चाहिँ यसको यो तपाईँले राम्रो देख्नु हुँदैन रहेछ है र म चाहिँ यहाँनिर भिडियो त बनाइदिँदैछु है हेर्नुहोस् न अलिअलि खालि किनभने यस यहाँनिर फ्ल्यास लाइट नबाल्नु भनेको छैन फ्ल्यास लाइट नबाल्नु भनेको छ सो केही यो केप चाहिँ अब मलाई चाहिँ विथ नेकेड आइज चाहिँ एकदम दामी देख्ने रहेछ ऊ क्यामेरामा भन्दाखेरि चाहिँ क्या भयो हेर्नुहोस् तर फ्ल्यास लाइटले चाहिँ खतम गरे नि त फ्ल्यास लाइट बाल्नु नदिएर है हेलो विदाउट फ्ल्यास लाइट तर त्यो राम्रो यहाँ अब तपाईँहरूलाई है सरी है म यहाँको नियमलाई पनि अब पालन गर्नै पर्छ होइन अब नियम कानुन पालन गरेन भने त अब खतम भइहाल्छ है र गाई साँच्ची नै भ्यू चाहिँ नि बाबा रे बाबा छ है यहाँनिर चाहिँ यहाँ हेर्नुहोस् अब तर अब के भन्नु अब तपाईँहरूलाई एकदम यहाँ हेर्नुहोस् आमामा यहाँको सेटिस बाबा रे बाबा गाइज है मैले तपाईँहरूलाई आई एम भेरी सरी है अलिकति जहाँ जहाँ चाहिँ लाइट छ होइन लाइट भएको जग्गामा चाहिँ म तपाईँहरूलाई देखाइदिँदैछु है हेर्नुहोस् न आम्बो हेर्नुहोस्
दामी दामी विश्वासको कुरो चाहिँ त्यही हो क्या अब लाइक फ्ल्यास लाइट अन गर्नु पाउँदैन अरे होइन त्यसले चाहिँ मलाई चाहिँ एकदम विश्वास भयो है तपाईँहरूलाई केही देखाउनु पाइनँ राम्रो है सरी तपाईँले मलाई बुझ्नुहुन्छ होला Yes, it's very wonderful. Yeah. यहाँ हेर्नुहोस् है तपाईँहरूले है मैले ज्यादा भेट्छु Finish, then it's the same way going to the bus. Okay? ओके यहाँ चाहिँ तपाईँलाई अलिकति चाहिँ यहाँ अलिकति उज्यालो भएको कारणले गर्दा तपाईँले देख्नु पायो होला है यहाँ चाहिँ एकछिन बसिदिन्छु है सेटिस र गाइस यो जुन चाहिँ छ नि यो चाहिँ सबै तपाईँले देख्नु भएको छ नि यो छ यो परहरू देख्नुहुँदैछ योहरू छ नि यो चाहिँ सबै लाइमस्टोन रहेछ है लाइमस्टोन र जति पनि यो चुच्चो हुँदैछ नि यो चाहिँ स्टेलाक्टाइट भन्दो रहेछ यसलाई चाहिँ हो आमा तर एटलिस्ट तपाईँहरूले यहाँबाट चाहिँ अलिकति देख्नु पाउनु भयो होला है भ्यू है यो चुच्चो छ है यो सब लाइमस्टोनहरू रहेन न लाइमस्टोनहरू एकदम मजाको यो चाहिँ तपाईँहरूले मजाले देख्नुभयो होला अहिले चाहिँ है धन्न यति तपाईँहरूलाई देखाएर चाहिँ म एकदम खुसी लाग्यो मलाई क्या बिचारा तपाईँहरूलाई देखाउनु सकेको थिइनँ है यहाँ चाहिँ अलिकति लाइट ज्यादा रहेछ नि त यो लाइटनिङको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले यो अलिकति भिजुअल भइरहेको छ देख्नु सकिरहेको छ होइन र अघिसम्म त देख्नु सकेको थिइनँ अनि त्यही कारण अँध्यारो थियो है तपाईँहरूले कतिजनाले स्किप गर्नुभएको छ होला स्किप नगरी हेर्नुहोस् है तपाईँहरूलाई फेरि मजा आउँदैन फेरि त्यो अँध्यारो खालि देख्छ होइन यहाँ चाहिँ अलिकति भिजिबल छ है यु क्यान क्लियरली सी इट सो नाउ जति पनि हामीले मैले देख्छु त्यति कभर गर्छु है यहाँ पनि अलिकति भिजिबल छ है यो त छेउमै रहेछ अम्बो कस्तो चुच्चो रहेछ अलिकति भिजिबल भएको कारणले गर्दा चाहिँ तपाईँहरूलाई देखाउँदैछु इट्स रियली वन्डरफुल Alice, baba ka para mabidyohan kita. Bakit? हुन्छ Oh, Eugene. Go back. Go down a little bit. Because I will take video from here. Go back. Can stay here? Is it visible? Okay. Yeah, is it okay? Go. Thank you. अन्धकारमा खिचेको छ उज्यालोमा खिच्दा त राम्रो निकाल्दैन यिनीहरूले गाइस हामी चाहिँ कति खिच्नु त खोजेँ होइन मैले यहाँको केभको चाहिँ खिच्नु खोजेँ तर अब कति भिजिबल भयो होइन के कसो लाग्यो है तपाईँहरूले सायद इन्जोय गर्नुभयो होला होइन यो जति पनि यो क्यामेरा छ नि हामीले क्यामेराबाट खिच्दाखेरि त्यस्तो भिजिबल हुँदैन रहेछ आफ्नो नेकेड आइजले जतिको देख्दैन रहेछ कि र सो नेकेड आइजले चाहिँ मैले मजाले देखेँ है र नेकेड आइजले मजाले देखेँ र यो चाहिँ हाम्रो एन्ट्रेन्स यहाँ थियो है अघि मैले तपाईँलाई यहाँ एन्ट्रेन्स पनि एक्जिट पनि यही रहेछ ए होइन एन्ट्रेन्स उताको एक्जिट यो होला सायद होइन यो एक्जिट हो एन्ट्रेन्स उता थियो र यहाँ चाहिँ आयौँ हो सो आजको ट्रिप यति थियो है मजा आयो र
जतिसम्म जति पनि कभर गरेको छु आयो तपाईँहरूले मजा होइन। अब त्यस्तो अँध्यारो भयो भने तपाईँहरूले राम्ररी कतिवटा देखाउनु भयो होला, तर हाम्रो साँच्ची नै मैले है तपाईँलाई अस्ति पनि मैले भनेको थिएँ है, तपाईँहरूले धेरैजनाले मलाई डिजे हाउसमा भन्नुहुन्छ र अब चाहिँ म यहाँबाट फर्किँदैछु होइन। यहाँको भिडियो हेर्नुहोस् यो जग्गा यो पनि एउटा हिस्टोरिकल प्लेसै रहेछ नि त होइन। र मजा आयो, तर म तपाईँहरूले थाहा पाउनु भयो होला होइन यो म कहाँ आएको छु। यो मैले डिस्क्रिप्सनमा र होइन मेरो थम्बनेल र डिस्क्रिप्सनमा लेखेको हुन्छ होइन। सो तपाईँले अझै मजाले बुझ्नुको लागि चाहिँ तपाईँले गुगल हेर्नु सक्नुहुन्छ। र यहाँबाट हामी अघि यहाँ भित्रबाट पसेको र अब बाहिर जाँदैछौँ यता गाइज है। आजको यो मेरो यो भ्लग के कसो लाग्यो तपाईँलाई होइन कमेन्ट गर्नुहोस् होला। इन्जोय गर्नुभयो होला सायद होइन। र तपाईँलाई फेरि पनि यो जग्गामै छोडेर जाँदैछु होइन। ल त गाइज अब तपाईँलाई नेक्स्ट भ्लगमा भेटौँ। सी यु इन द नेक्स्ट भ्लग गाइज।